जियोपोलिटिकल आधारमा अब आउने नेपालको बारेमा नेपालकै बारेमा मात्रै सोचेर पुग्दैन। नम्बर 1 त्यो भनेको के त जियोपोलिटिक्स यसरी चेन्ज भयो यो पछिल्लो वर्षहरूमा कि हाम्रो दुईटै नेबर्स in terms of geography, in terms of population, in terms of technology, in terms of economy, in terms of military strength, they are going to be the superpower in the world, right? त्यो दुईटाको बीचमा हामी परेको र we are a vulnerable state in lots of ways. And we are one of the most corrupt societies, I mean, as stated by the Transparency International, होइन? यस्तो स्थितिमा अब हामीले त्यो होलो नेसनलिजम खोक्रो राष्ट्रवादको कुरा गरेर छातीमा गएर सिमानामा गएर म छातीमा गोली ठाप्छु भनेर कुनै पनि समस्या हल हुँदैन। वी निड टु अन्डरस्ट्यान्ड दिस। त्यसो हुनाले अब हामीले नेपालको हितको कुरा गर्दा नेपालको हितलाई सर्वोपरि राख्ने शिरमा राख्ने तर छिमेकीको हितलाई पनि अहित नहुने गरेर छिमेकीको हितलाई पनि मनन गरेर हामीले हाम्रो डिप्लोमेसी रन गर्न सके।